गुड मर्निङ शुभ बिहानी सबैजनामा। हिजो चाहिँ निकै ठुलो पानी परेको थियो। त्यो पानी परेसँगै हाम्रो बारीमा चाहिँ झरीचो भन्ने पलाएको थियो। एकदम धेरै पलाएको थियो। हिजो राति हामीले अलिकति टिप्यौँ। साँझ परिसकेको थियो, सबै टिप्न पाइएन। अनि बाँकी चाहिँ आज बिहानै टिप्नु पर्छ भनेर यहाँ काले दाइ र म आएका छौँ। यता यो काले दाइ छ यहाँ, अनि यता अर्को काले दाइ, दुईवटा काले दाइ भएर चाहिँ च्याउ टिप्न आएका छौँ। यो काले दाइको काम चाहिँ हेर्ने मात्र काम भइरहेको छ। यहाँ मैले चाहिँ च्याउ टिप्दैछु। यहाँ प्लास्टिक पनि लिएर आएको छु मैले। यहाँ अलिकति चाहिँ मैले अघि नै टिपिसक्यो होइन, भिडियोमा कम देखिन सक्छ। बाँकी चाहिँ यो यहाँको बाटोमातिरको छ नि त। अनि यो भनेको त अब एकदम राम्रो चिज हो। अनि मान्छेहरूले चाहिँ यसलाई देखे पनि चाहिँ बाटोमा गएको टिप्दै बाटो हिँड्ने मान्छेले सक्दिहाल्छ। त्यो भएको भएर चाहिँ मैले चाहिँ बिहानै उठेर चाहिँ काले दाइसँग च्याउ टिप्न आएको छु। र म के पनि भन्न चाहन्छु भने विशेष गरी चाहिँ च्याउहरूको न्युजहरू, समाचारहरू धेरै सुन्न पाइन्छ। हामीले सुनिरहेका छौँ। च्याउ खाएर चाहिँ फलानु ठाउँमा चाहिँ यतिजनाको परिवार चाहिँ हस्पिटल भन्ने समाचारहरू चाहिँ सुन्न पाइन्छ। कतिपय ठाउँहरूमा डेथ भएको समाचारहरू पनि सुन्न पाइन्छ। म विशेष गरी के भन्न चाहन्छु भने सबैजनालाई चाहिँ च्याउ सकेसम्म चाहिँ चिनेर मात्र खाने गरौँ। जङ्गलमा पाइने च्याउहरू सबै खान योग्य हुन्छ भन्ने होइन। खान लायकको नहुन पनि सक्छ, विषादी च्याउहरू पनि हुनसक्छ। त्यसले गर्दाखेरि च्याउ चाहिँ सबैजनालाई मैले चिनेर खान आग्रह गर्न चाहन्छु। यदि तपाईँहरूले कहीँ कतै च्याउ पाउनुभयो भने, यदि आफूलाई शङ्का लागेको ठाउँमा चाहिँ नजिकको ओल्तिर पल्तिर तलतिर मास्तिर छरछिमेकलाई सोध्न पनि सक्नुहुन्छ है त। यो एउटा फ्रीमा पाइने जङ्गली प्रोडक्ट हो होइन, प्राकृतिक एउटा प्रोडक्ट हो। तर हामीले यसलाई चिनेर मात्र खाने गरौँ। प्राकृतिक उत्पत्ति मतलब जङ्गलमा पाइने जडीबुटीहरू, सबै जङ्गलमा पाइने प्रोडक्टहरू सबै चाहिँ शरीरको लागि चाहिँ फाइदाजनक छ भन्ने चाहिँ होइन। त्यसैले चाहिँ चिनेर मात्र चाहिँ कुनै पनि जङ्गली प्रोडक्टहरू, जडीबुटीहरू जस्ता च्याउ भए अन्य चिजहरू चिनेर मात्र प्रयोग गरौँ पनि भन्न चाहन्छु म।